Let's turn in our Bibles to Luke chapter 10. हामी लुका 10 अध्यायमा जाने छौं Verses 38 and 42. 38 देखि लिएर 32 सम्म हामी हेर्ने छौं. And my message today deals with pushing on to the greater things. आजको वचन चाहिँ के छ भन्दाखेरि चाहिँ धेरै महान कुरा तर्फ आफूलाई ढेकाल्नु. You know, we were singing the song that there's greater things to come. आजको दिनमा हामीले एउटा गाना पनि गाइराखेको थियौं कि धेरै ठुलो कुराहरु आउँदैछ भनेर. And greater things still to be done. अनि धेरै ठुलो कुरा हामीले गर्नु छ भनेर. And what happens in our Christian life, there comes a tendency to sit down and to relax where we are. एउटा ईसाई जीवनमा चाहिँ धेरैचोटी थपक्क बसेर सुन्नु मात्रै मन पर्छ. And so I kind of want to stir you up to press into more that God has. आजको दिनमा तपाईलाई चाहिँ म यस्तो खालको कुरा तर्फ ढेकाल्न चाहन्छु कि जसले चाहिँ परमेश्वरमा अझै बढ्नु अनि परमेश्वरको निम्ति अझै गर्नको लागि तपाईलाई सहायता पुर्याउनेछ. And so of course we're always thankful for what God has done in our lives. पक्कै नै हो कि हाम्रो जीवनमा परमेश्वरले के गर्नु भएको छ हामी धन्यवादी छौं त्यो प्रति. And we're always thankful for all the victories that he's accomplished in our lives. हाम्रो जीवनमा जति पनि विजयहरू उहाँले पूरा गर्नु भएको छ त्यो प्रति पनि हामी धन्यवादी नै छौं. But we want to be careful that we don't just settle there because we want to push on to all that God has for our lives. तर हामी होशियारी पनि बन्नुपर्छ कि धेरैचोटी हामी एकै ठाउँमा चाहिँ बसेर ती नै ढुक्क हुनु भएन तर परमेश्वरले हाम्रो जीवनमा के योजना राख्नु भएको छ र के गर्न चाहनु भएको छ त्यो पूरा गर्नुपर्छ हामीले. And so to a large degree this is what began to happen in my life. धेरै डिग्रीमा चाहिँ मेरो जीवनमा के हुनु गएको छ यो कुराहरु छ. I was settled in India. भारतमा मज्जाले बसोबास गरेको थिएँ. I was enjoying some degree of success in ministry in India. अनि भारतमा गरिएको सेवाकायमा चाहिँ म एउटा के भन्छ सफलदायक बनेर बसिराखेको थिएँ. And then God challenged me to come back to the US. तर परमेश्वरले मलाई अमेरिकामा नै युएसए मा नै फर्केर आउनको लागि चुनौती दिनुभयो. And because you know there's greater things that God always wants to do in our lives. किनभने परमेश्वरले हाम्रो जीवनमा धेरै ठुलो काम गर्न चाहनुहुन्छ त्यो कुराहरु छन्. But oftentimes the transition from where we are in comfort to where God wants to take us can be difficult. तर धेरैचोटी चाहिँ के हुन्छ भन्दाखेरि नि जुन ठाउँमा हामी छौं त्यहाँबाट अर्को ठाउँमा जाँदाखेरि चाहिँ परमेश्वरले हामीले जहाँ ठाउँमा राख्दैछ त्यतिबेला चाहिँ सजिलो हुँदैन धेरै गाह्रो पर्दछ. And so my message today, if there's nothing else you get out of this, I want you to get out the idea of focus and concentration. आजको दिनको यो सन्देश चाहिँ के छ भन्दाखेरि चाहिँ जे कुरा तपाईले पाउनु पर्छ त्यो पाउनु नसके पनि तपाईले चाहिँ आज परमेश्वरले तपाईलाई दिदै गरेको कुरामा अझै पनि फोकस गर्न सक्नु पर्ने हुन्छ. So if we say going from where we are now to where God wants to take us, हामी अहिले कहाँ छौं अनि परमेश्वरले कहाँनिर पुर्याउन चाहनु भएको छ, it's going to take our focus and concentration. त्यसले चाहिँ हाम्रो सबै ध्यान त्यहाँनिर लगाउनु पर्ने हुन्छ. And because the devil is always looking for that person, that place, that thing to bring into your life. किनभने शैतानले चाहिँ धेरैचोटी तपाईको जीवनमा त्यो ठाउँ त्यो समस्या त्यो स्थान त्यो कुराहरु ल्याउन चाहन्छ. He's looking for that which will distract you from focusing on what God has. परमेश्वरले जे पनि राख्नु भएको छ त्यो कुरामा ध्यान दिनुबाट चाहिँ अलग गर्ने जे पनि छ त्यो शैतानले चाहिँ ल्याउन चाहन्छ. And so our passage that we're starting with in Luke chapter 10, यहाँनिर हामी अब लुका 10 बाट सुरु गर्दै छौं. it deals with two different persons, Martha and Mary. यहाँनिर दुई जना व्यक्तिहरु छ जसको बारेमा चाहिँ कुरा गरिएको छ. एउटा चाहिँ मार्था हो अनि अर्को चाहिँ मेरी. And Martha and Mary, they both loved Jesus. मार्था र मरियम दुवै जनाले येशू ख्रीष्टलाई धेरै माया गर्दथ्यो. And but they had very different approaches to their relationship with Jesus. तर येशू ख्रीष्टसँगको सम्बन्धमा चाहिँ उनीहरुको विभिन्न प्रकारको तरिका थियो उहाँसँग
सम्बन्ध राख्ने। And so Martha was busy serving Jesus. मार्था चाहिँ येशू ख्रीष्टलाई को सेवाकाई गर्नुमा एकदमै बिजी भइराखेको थियो, And which was a good thing. त्यो राम्रै कुरो हो। But Mary was busy listening to Jesus. तर मरियमले चाहिँ के गरिराखेको थियो भन्दाखेरि उ व्यस्त भइराखेको थियो येशू ख्रीष्टको वचन सुन्नको लागि। And when it came to it, Jesus said of Mary that she has chosen the better part. र यहाँनिर हामी के देख्न सक्छौं भन्दाखेरि चाहिँ येशू ख्रीष्टले के भन्नुहुँदैछ भन्दाखेरि मरियमले जुन कुरा पनि छानेको छ उनले चाहिँ उत्तम कुरा छानेको छ। And in the same sentence, Jesus says to Martha, one thing is needful for you. And that one thing that was needful was to sit and hear God's word. त्यो एउटै कुरा तिमीलाई आवश्यकता पर्ने कुरा चाहिँ के हो भन्दाखेरि परमेश्वरको वचन सुन्नको लागि बसेर सुन्नु हो। Now listen, every good thing in your life is going to come from Jesus. जति पनि राम्रो राम्रो कुराहरू छ त्यो चाहिँ येशू ख्रीष्टबाट आउँदछ, सुन्नु होला। And the beginning of every good thing is God's word spoken to you. र हरेक कुराको सुरुवात चाहिँ केबाट हुन्छ भन्दाखेरि परमेश्वरको वचन जुन बोलेको छ त्यहाँबाट सुरु हुन्छ। And we continue to see this pattern through scripture. र यो जुन प्याटर्न छ नि यो प्याटर्न चाहिँ यो जति पनि वचन छ वचनमा पुरै हामी देख्न सक्छौं। That when God wants to do something, he begins to speak about it. जब परमेश्वरले केही गर्न चाहनुहुन्छ त्यसको बारेमा उहाँ बोल्न थाल्नुहुन्छ। So when God wants to do something in your life, what's he going to do? He's going to begin to speak to you about it. जब तपाईको जीवनमा परमेश्वरले केही गर्न चाहनुहुन्छ त्यति बेला चाहिँ तपाईसँग बोल्न थाल्नुहुन्छ। Okay, so we want to learn to have focus on what God is saying to us. र आजको दिनमा चाहिँ हामी के सिक्ने छौं भन्दाखेरि परमेश्वरले हामीसँग के बोल्दै हुनुहुन्छ र के कुरामा चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो त्यो कुरामा हामी सिक्ने छौं। Now I can't speak for you, but I can speak for me. तपाईको निम्ति म बोल्न सक्दिन तर म आफ्नो निम्ति चाहिँ बोल्न सक्छु है। There have been things that I have missed in my life. धेरै कुराहरू छन् जुन कुराहरू चाहिँ मैले आफ्नो जीवनमा पनि गुमाएको छु because I failed to have the concentration and focus. किनभने मैले जुन कुरामा ध्यान गर्नु पर्थ्यो जुन कुरा परमेश्वरले राख्दिनु भएको थियो त्यो कुरा चाहिँ गर्नु चाहिँ म चुकेको थिएँ। Because sometimes when God speaks, it's just a whisper. किनभने कोही कोही बेला जब परमेश्वर बोल्नुहुन्छ त्यति बेला चाहिँ उहाँले एकदम मन्द आवाजमा बोल्नुहुन्छ। And so many times if we're not paying attention, we end up missing the whisper. त्यसैले गर्दाखेरि धेरै चोटी जब हामी राम्रो प्रकारले सुन्दैनौं भने चाहिँ उहाँको त्यो जुन काने खुसी छ त्यो कुराहरुलाई हामी गुमाइ पठाउँछौं। But because God is good and he's merciful, किनभने परमेश्वर चाहिँ असल हुनुहुन्छ अनि उहाँ दयालु पनि हुनुहुन्छ, most oftentimes he'll whisper to us again. उहाँले फेरि पनि धेरै चोटी चाहिँ फेरि पनि हामीसँग बात गर्नुहुन्छ बिस्तारी आवाजमा। Because God has things that he wants to share with us. किनभने परमेश्वरसँग चाहिँ त्यो कुरा छ जुन कुरा चाहिँ उहाँले हामीसँग बाँड्न चाहनुहुन्छ। He has secrets that he wants to reveal to us. उहाँसँग त्यस्तो गुप्त कुरा छन् जुन कुरा चाहिँ हामीसँग उहाँले प्रकट गर्न चाहनुहुन्छ। He has purposes for us to accomplish. उहाँसँग हाम्रो लागि उद्देश्यहरू छ जुन चाहिँ उहाँले हामीमा पूरा गर्न चाहनुहुन्छ। He has promises for us to possess. उहाँसँग हाम्रो लागि प्रतिज्ञा पनि छ जुन चाहिँ हामीले प्राप्त गर्नुपर्छ अनि लिनुपर्छ। And so with most of these things it requires us to press into them. र हाम्रो जीवनमा चाहिँ के आवश्यकता छ भन्दाखेरि चाहिँ हामीले त्यो प्रति आफैलाई दबाउ गर्नुपर्छ। So the Bible says the kingdom of heaven suffers violence and the violent take it by force. बाइबलले भन्दछ कि स्वर्गीय राज्य चाहिँ एउटा भाइलेन्सबाट चाहिँ सुरु हुन्छ भनेर। And so of course my experience with Nepalese is that they are good to press into things. मेरो अनुभव चाहिँ के हो भन्दाखेरि चाहिँ नेपालीहरु चाहिँ प्राय जस्तो जुन कुरा छ त्यो कुरा प्रति आफैलाई ढेकल्न सक्ने क्षमता भएको मानिसहरु हो। When I ministered in Nepali churches, if I gave an altar call, they would almost all come forward. जति बेला मैले नेपाली चर्चहरुमा चाहिँ सेवाकाई गरे त्यति बेला मैले अल्टर कल गर्दाखेरि चाहिँ प्राय जस्तो सबैजना नै अगाडि आए।
So they're learning to press in. त्यसको मतलब चाहिँ उहाँहरूले चाहिँ यो कुरा सिक्दैछ आफैलाई अगाडि ढेकल्ने। So number one is we want to hear what God is saying to us. पहिलो कुरा चाहिँ के हो भन्दाखेरि परमेश्वरले हामीलाई के भन्नु हुँदैछ त्यो कुराहरूलाई सुन्नु सिक्दैछौँ। And so there's times when we have to press into God to hear what he is saying to us. धेरै चोटि चाहिँ हामीले आफैलाई अगाडि बढाउनु पर्छ कि परमेश्वरले हामीलाई के भन्नु चाहनु हुँदैछ त्यो कुराहरू सुन्नको लागि बुझ्नको लागि। So as the Bible says, every good gift and every perfect gift comes from above. बाइबलले हामीलाई के भन्छ त भन्दाखेरि चाहिँ हरेक असल दान अनि वरदान चाहिँ परमेश्वरबाट अनि माथिबाट नै आउँछ। So God is the author and giver of every good gift. हरेक असल वरदानहरूको लेखक सृष्टि गर्ने चाहिँ परमेश्वर नै हुनुहुन्छ। And so how God begins that is with the seed of his word. कसरी उहाँले सुरु गर्नुपर्छ हुन्छ भन्दाखेरि चाहिँ उहाँले उहाँको वचनको एउटा बिउबाट सुरु गर्नुहुन्छ। So God begins to speak things concerning our lives of what he wants to do. हाम्रो जीवनको बारेमा अनि उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुराहरू चाहिँ उहाँले आफ्नो वचनबाट सुरु गर्नुहुन्छ। But then we want to learn to take that and focus on it. अनि हामी चाहिँ त्यो कुरालाई लिएर त्यसमा ध्यान गर्नु सिक्नु पर्दछ। And the more I've looked at this in my own life, जब म आफ्नो जीवनमा नै धेरै हेर्दछु the things that have been slow or delayed or lost have become a lack of focus. जे कुरा पनि स्लो भयो भनौँ ढिलो भयो जे पनि मैले गुमाएँ जे पनि भयो त्यो कुराहरू चाहिँ एउटा मेरो ध्यान गर्ने केन्द्र बन्यो। And this becomes the idea of where meditation comes into our lives. र यसले चाहिँ हामीलाई के बुद्धि दिन्छ भन्दाखेरि चाहिँ हामीले कतिलाई चाहिँ ध्यान गर्नुपर्छ भन्ने कुराहरू हाम्रो जीवनमा गर्नुपर्छ भन्ने कुराहरूलाई सम्झाउँदछ। So when we look at Mary and Martha, Martha was busy serving. जब हामी मार्था अनि मरियमलाई हेर्छौँ मार्था चाहिँ सेवाकाई गर्नुमा एकदमै व्यस्त छ। But Mary was busy listening. तर मरियम चाहिँ सुन्नुमा व्यस्त भएकी छिन्। And so we want to be busy at listening first. त्यसैले गर्दाखेरि चाहिँ सुन्नु पहिलो चाहिँ सुन्नुमा हामी एकदमै ध्यान गर्छौँ। But then we have to be busy at doing as well. अनि गर्नु पनि हामी व्यस्त बन्नुपर्छ। And the thing that gets us from listening to doing is the principle of meditation. ध्यान गर्नु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो सुन्नु अनि सुनेर त्यो गर्नुमा चाहिँ समावेश छ। One of the ways we could say it is pay attention. ध्यान गर्नु। In Proverbs chapter 4, हितोपदेश 4 अध्याय in verses 20 through 22, 20 देखि लिएर 22 सम्म, he says, "My son, attend to my words, incline thine ear unto my sayings. Let them not depart from thine eyes, keep them in the midst of thine heart. For they are life unto those that find them, and health to all their flesh." यहाँ भन्दछ हे मेरो छोरा मेरो कुरामा ध्यान दे मेरो वचनहरू राम्ररी सुन ती तेरा नजरबाट उम्केर जान नदे ती तेरो हृदय भित्र राखी छोड किनभने मेरो वचन पाउनको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। So he basically starts with this, pay attention to my words. यहाँनिर सुरुमा चाहिँ के गर्दछ भन्दाखेरि चाहिँ मेरो वचनमा ध्यान देऊ भनेर चाहिँ सुरु गर्दछ। Now, you know, as a child, your parents gave you instructions at times. एउटा बच्चालाई चाहिँ आमाले या बाउले चाहिँ त्यति बेला निर्देशन दिन्छ। And to the degree that you paid attention to the instructions, you were able to carry them out. जब तपाईँ एउटा सानो बच्चा हुनुहुन्छ अनि यदि तपाईँले उहाँहरूले गरेको निर्देशनलाई पक्रेर अघि बढ्न सक्नुभयो भने चाहिँ तपाईँ सफल हुनुहुँदैछ। But if you didn't pay attention to the instructions, what happened? It didn't turn out the proper way. तर यदि तपाईँले ध्यान दिनु भएन भने चाहिँ त्यो निर्देशनलाई पक्रिनु भएन भने चाहिँ अरूतर्फ जान्छ त्यो राम्रो हुँदैन। I remember the first driver's test I ever took.
मलाई याद छ मैले जब पहिलोचोटि ड्राइभिङ टेस्ट गरेको थिएँ Unfortunately, I failed my first driver's test. तर अभाग्यवश म चाहिँ त्यतिला फेल भएँ, पास गरिनँ। But I didn't fail the driver's test because I didn't know how to drive. मैले त्यहाँ त्यो विफल हुनुको कारण चाहिँ के थियो भन्दाखेरि चाहिँ मैले ड्राइभ गर्नु नजानेर होइन, तर I failed the driver's test because I didn't pay attention to the officer's instructions. तर मैले चाहिँ त्यहाँ जुन निर्देशन दिएको थियो त्यो सही प्रकारले लिनु नसकेको कारणले गर्दाखेरि चाहिँ म फेल भएँ। And so at the end of the test he said, you didn't do what I instructed you to do. त्यो टेस्टको अन्तमा चाहिँ के भन्यो भन्दाखेरि चाहिँ मैले जे तिमीले भनेको थिएँ गर्नु भनेको थिएँ त्यो तिमीले गरेनौ। So it wasn't a failure because of a skill issue when it comes to driving. मेरो स्किलको समस्याको कारणले चाहिँ होइन, त्यो कुदाउनु नजानेको कारणले चाहिँ होइन। It was a failure because I did not attend to his words. उनले जुन वचन मलाई भनिराखेको थियो त्यो कुरा मैले नसुनेको कारणले गर्दाखेरि नगरेको कारणले गर्दाखेरि चाहिँ फेल भएँ। And I'm convinced that many spiritual failures are because of the same thing. र मलाई थाहा छ कि धेरैचोटि हामी जब आत्मिक क्षेत्रमा गिर्छौँ या सफल हुँदैनौँ त्यो पनि यसरी नै निर्देशन हामीले राम्ररी नपक्रेको कारणले गर्दाखेरि। We don't fail because of not having the ability to do it. हामी हाम्रोमा त्यो सक्षमता नभएको कारणले विफल भएको होइन। Because God will give us the ability to do. किनभने परमेश्वरले हामीलाई चाहिँ त्यो सक्षमता दिनुहुन्छ, त्यो सामर्थ्य दिनुहुन्छ गर्नको लागि। Most failures are because we didn't pay attention to what he said. धेरैचोटि हामी विफल हुनुको कारण चाहिँ किन भन्दाखेरि चाहिँ उहाँले हामीलाई जे भन्दै हुनुहुन्छ त्यो कुराहरू राम्रो प्रकारले नपक्रेको कारणले फलो नगरेको कारणले गर्दाखेरि हो। Now listen, I could go through my life and make all kinds of lists of when I failed and because I didn't pay attention. म मेरो जीवनमा धेरै कुराहरू लेख्न सक्छु अनि लिस्ट बनाउन सक्छु कति बेला चाहिँ मैले भनौँ ध्यान दिइन अनि म फेल भएँ। And so what I'm speaking today is because we don't want to have failures, we want to have victories. आज म किन बोल्दैछु भन्दाखेरि चाहिँ हामी कोही पनि विफल हुन चाहदैनौँ तर हामी सबै विजयी बन्न चाहन्छौँ। But the victories are going to start with us paying attention to what he said. तर विजय भन्ने कुराहरु चाहिँ जब परमेश्वरले हामीलाई केही भन्नुहुन्छ त्यति बेला चाहिँ राम्रो प्रकारले ध्यान गरेर सुन्दाखेरि चाहिँ सुरु हुन्छ। Okay, in Mark chapter 4, मर्कुस 4 अध्याय, Jesus speaks a parable. येशू ख्रीष्टले एउटा उखान बोल्नु भएको छ। The parable of the sower sowing the word. एकजना बिउ छर्ने जसले चाहिँ वचन छरिराखेको छ। Now, the determination of the success of the seed depended on the ground more than anything else. बिउ चाहिँ कसरी उम्रिन्छ त्यो उम्रिने चाहिँ त्यसमा निर्भर पर्छ जुन भूमिमा पर्छ, भूमिमा परे अनुसार नै हुन्छ। Okay, so now listen again. At the end of the parable is where we're going to look at. तपाईले फेरि पनि सुन्नु होला कि हामी यो उखानको अन्तमा हेर्छौं। So pay attention to my words. मैले भन्दै गरेको वचनलाई राम्रो प्रकारले ध्यान गर्नु होला। Pay attention to what God is saying to you. अनि परमेश्वरले तपाईलाई के भन्नु हुँदैछ त्यो कुरामा ध्यान दिनु होला। So Mark chapter 4 verses 24 or 23, 24 and 25. मर्कुस 4 को 23, 24 अनि 25। He says, if any man have ears to hear, let him hear. उहाँले भन्नुभयो यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्। Now that's an interesting way to say something because you say, well, do you have an ear? Okay, now let you hear. यो चाखलाग्दो कुरो छ कि यसरी भन्नु के तपाईको कान छ भने सुन्नुहोस्। So what is he saying? Remember in Proverbs he said, incline your ear unto his sayings. यहाँनिर यीशुले के भन्नुहुँदैछ अनि हितोपदेशको किताबमा के भन्छ आफ्नो कान ध्यानसँग थाप भनेर। Okay, how many in here have ears? कति जनाको कान छ यहाँनिर? सबैको छ। How many ears? Everybody's ears are working. सबै जनाको कति जनाको चाहिँ कानले राम्ररी काम गर्दैछ?
If your ears aren't working, we can pray for you and God will open your ears. यदि तपाईको कानले काम गरेको छैन भने हामी प्रार्थना गर्न सक्छौं अनि परमेश्वरले तपाईको कान खोल्न पनि सक्नुहुन्छ. Okay, so we're aware of our physical ears, but what about our spiritual ears? यो हामी हाम्रो शारीरिक कानको बारेमा कुरा गरिराखेको छौं. के त हाम्रो हृदयको कानको बारेमा, आत्मिक कानको बारेमा. Now notice when he says let him hear. यहाँ याद गर्नुहोस् के भन्दछ, उनले सुनोस् भनेर. He's talking about paying attention. उहाँले चाहिँ ध्यान दियोस् भन्ने कुरामा बात गरिराख्नु भएको छ. Okay, I'm going to get the husbands in trouble. Okay, husbands. म अब दाजुभाइहरू भनौं के भन्छ पतिहरूलाई चाहिँ अब दुःख दिन चाहन्छु है त. Has your wife ever said something to you and you heard but you didn't really pay attention? के तपाईको श्रीमतीले तपाईलाई के भन्नुभयो अनि तपाईले ध्यानै नदिएको अवस्था छ? Okay, how many husbands are guilty of this? कति जनालाई चाहिँ दोषी फिल भइरहेछ यस्तोमा? So if you have ears to hear, notice the wife is wanting you to pay attention to what she's saying. यदि तपाईको सुन्ने कान छ भने तपाईकी श्रीमतीले चाहिँ तपाईले सुनोस् भनेर चाहेकी छिन्. Because we have a tendency to say, yeah, I'm hearing, but we don't attend to what it is. किनभने धेरैचोटि हाम्रो यस्तो खालको टेन्डेन्सी हुन्छ, त्यो के भन्छ, त्यो बन्नेकै त्यो हुन्छ कि हामीले सुन्दैछौँ भनेर चाहिँ भन्छौँ तर वास्तवमा सुनेको हुँदैन. And just like we have a tendency to do things like that in the natural, we can also do it with God where He's speaking. We are hearing, but we're not really giving attention to it. हाम्रो यस्तो खालको क्षमता हुन्छ, त्यसरी नै परमेश्वरले पनि हामीसँग बोल्दै गर्दाखेरि हामीले त्यस्तै व्यवहार गर्ने चाहिँ हाम्रो बानी हुन्छ. And because you know God is speaking. किनभने तपाईलाई थाहा छ कि परमेश्वर बोलिराख्नु भएको हुन्छ. The question becomes is, are we paying attention? तर प्रश्न चाहिँ यो हो कि हामीले ध्यान दिएका छौं. So Jesus goes on and says this in verse 24, and he said unto them, take heed what you hear, for with the measure you meet, it shall be measured to you, and unto you that hear more will be given. अनि 24 पदमा गएर येशू ख्रीष्टले यसो भन्नुहुन्छ, उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, तिमीहरू जे सुन्छौ त्यसमा ध्यान देऊ, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउनेछौ र तिमीहरूलाई झन बढी दिनेछ. Which indicates to me the degree that the word works in our lives is the degree that we've paid attention to it. र अब यो कुराले चाहिँ मलाई के कुरा सम्झाउँछ त भन्दाखेरि चाहिँ मैले मेरो जीवनमा वचनले कतिको धेरै काम गर्छ भन्ने कुराहरु चाहिँ मेरो सुनाई अनि ध्यान दिएमा छ. I had an experience just coming down here. मलाई एउटा अनुभव छ जब म यहाँ आए. We had I don't know if you're familiar, but one of the computer for the car, the diagnostic test that plugs into the car. कति तपाईहरु कति जनाले थाहा छ कि छैन, एउटा कम्प्युटर जुन चाहिँ हामी कारमा के समस्या छ भनेर लगाएर हेर्छौं. So I had my pastor's diagnostic tester. मैले चाहिँ मेरो पास्टरको एउटा डायग्नोस्टिक टेस्टरलाई लिएर आएको थिएँ. And as I was preparing to come here, I looked at it and thought I should give this back to him in case he needs it this weekend. म यहाँ जब आउन खोजेको थिएँ त्यति बेला चाहिँ मैले त्यो यो त मैले उहाँलाई वापस दिनुपर्छ बा उहाँलाई चाहिन्छ भनेर. But that became like a fleeting thought. I shortly forgot about it. त्यो चाहिँ यस्तो खालको कुरा भइ गयो कि मैले चाहिँ एकदमै बिर्सी पठाएँ. In other words, I didn't pay attention to that thought. त्यो जुन विचार मेरोमा आइराखेको छ अर्को कुरामा भन्नु पर्दा चाहिँ के भन्दाखेरि मैले ध्यान दिएन. And yesterday morning when I was driving and I was already in Georgia, हिजो बेलुका चाहिँ म ड्राइभ गरिराखेको थिएँ, जर्जियामा आइसकेको थिएँ. My pastor called me and said, "Hey, I need my diagnostic tester." मेरो पास्टरले मलाई कल गरेर चाहिँ के भन्यो भन्दाखेरि हे मेरो जुन त्यो डायग्नोस्टिक टेस्टर छ मलाई चाहियो. And I said, "I'm sorry, pastor, it's locked in my house and I'm in Georgia." मैले त्यतिबेला पास्टरलाई भने मलाई एकदमै क्षमा गर्नु होला किनभने म अहिले जर्जियामा आइपुगेको छु अनि त्यो कुरा चाहिँ घर भित्री नै बन्द भएको छ. And that happened because I didn't pay attention to when I was looking at it thinking I should give this back to him.
त्यो किन भयो भन्दाखेरि चाहिँ जब मैले त्यहाँनिर त्यो गर्दै थिएँ त्यति बेला चाहिँ मैले ध्यान दिएन। But my question becomes, how many times do we do that with God's whisper to us? आज मेरो प्रश्न चाहिँ यो हो कि परमेश्वरले धेरैचोटि हामीसँग बोल्नुहुन्छ मन्द आवाजमा, हामीले यस्तै प्रकारको कुरा चाहिँ कतिचोटि गरी पठाउँछौँ। God whispers something in our spirit, but we don't pay attention. हाम्रो आत्मामा परमेश्वरले केही भनिराख्नुहुन्छ तर हामीले ध्यान दिइराखेका हुँदैनौँ। Because we don't pay attention, something is lost or missing. हामीले त्यो ध्यान नदिएको कारणले गर्दाखेरि केही हामी गुमाइराखेका हुन्छौँ। So again, I want to challenge you to press into what God has by paying attention to what God says. म आजको दिनमा अझै पनि के चुनौती दिनु चाहन्छु भन्दाखेरि चाहिँ परमेश्वरले हाम्रो लागि जे पनि राख्नु भएको छ त्यो प्रति आफैलाई खिच्नुहोस् अनि ढेकाल्नुहोस्। Why we want to learn to focus. हामीले ध्यान दिनु चाहिँ किन सिक्नु पर्ने हो त? So the measure that you give in thought to what God said, हामी जुन कुरा चाहिँ परमेश्वरले भन्नुभएको छ त्यो कुराहरुमा चाहिँ एकदमै जब ध्यान दिन्छौँ is the measure that God's word produces in your life. त्यही नापमा चाहिँ परमेश्वरको वचनले हाम्रो जीवनमा उत्पादन गर्दछ। If we give little thought to what God says, little is going to be produced. परमेश्वरले हामीलाई जे भन्नुभएको छ त्यसको त्यो कुरामा हामी थोरै मात्रामा ध्यान दिन्छौँ भने त्यही कुरा नै उत्पादन गर्दछ। But if we give much thought to what God said, much will be produced. तर यदि हामीले परमेश्वरले दिएको कुराहरुमा चाहिँ परमेश्वरले भन्दै गरेको कुरामा धेरै कुरा दिन्छौँ भने त्यसले धेरै नै फल ल्याउँदछ। And he goes and says, to you who have, more shall be given. Can you say it again, please? To you who have, more shall be given. यहाँ के भन्छ भन्दाखेरि चाहिँ तपाईकोमा जति धेरै छ त्यो चाहिँ दिइनेछ। So as we cultivate listening to what God said, जब हामी परमेश्वरले जे पनि भन्नुहुँदैछ त्यो कुराहरुमा चाहिँ अझै पनि यदि गोडमेल गर्छौं भने paying attention to what God has said, उहाँले जे पनि भन्नुहुँदैछ त्यसमा एकदमै ध्यान दिन्छौं भने then God will be sure to speak more to us. परमेश्वरले अझै पनि धेरै धेरै बोल्न थाल्नुहुन्छ। When we don't pay attention to what God said, जब हामी परमेश्वरले हामीलाई जे पनि भन्नुहुँदैछ त्यो कुराहरुमा ध्यान दिएनौं भने चाहिँ God tends to become more silent to us. परमेश्वर चाहिँ हाम्रो लागि धेरै मन्द हुँदै गएको साइलेन्ट हुँदै गएको कुराहरु महसुस हुन थाल्छ। Let's turn to Hebrews chapter 5. हिब्रू 5 अध्यायमा हामी जाने छौं। In Hebrews chapter 5 हिब्रू 5 and in verse 11 मा he says, of whom we have many things to say, talking about Jesus and Melchizedek, and hard to be uttered, seeing ye are dull of hearing. यस विषयमा हामीलाई भन्नु त धेरै छ तर बुझाउनु गाह्रो छ किनकि तिमीहरूको सुन्ने शक्ति मन्द भएको छ। So we want to guard ourselves from becoming dull of hearing. हामी चाहिँ परमेश्वरको वचन सुन्नुमा चाहिँ धेरै चखिलो हुनुपर्ने तर धेरैचोटि हामी मन्द बन्दछौं। Right, we want to have ears to hear so that we hear. हाम्रो सुन्ने कान होस् अनि चखिलो प्रकारले सुनोस्। Right, dull of hearing would be like we recognize the sounds but not precisely. मन्द सुनाइ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामी सुन्न त सुन्छौं आवाजलाई तर त्यो राम्रो प्रकारले सुन्दैनौं। Now in Hebrews chapter 6 verse 1, अब हिब्रू 6 को 1 ले यसो भन्छ, he says let's go on unto perfection. हामी चाहिँ एकदमै परफेक्ट हुन जाऊ, सिद्ध हुन जाऊ। So what's dull of hearing will keep us from pressing into perfection. So being dull of hearing, मन्द सुनाइबाट चाहिँ it hinders us from going on to perfection. सिद्धतामा जानुदेखि चाहिँ हामीलाई बाधा पुर्याउँछ या रोक्दछ। Okay, so listen, God has things he wants to perfect in your life. तपाईको जीवनमा चाहिँ सिद्ध बनाउने परमेश्वर इच्छा छ। He has promises that he wants to fulfill in your life. उहाँसँग धेरै प्रतिज्ञाहरू छन् जुन चाहिँ उहाँले तपाईको जीवनमा पूरा गर्न चाहनुहुन्छ। And a lot of that depends on our attention and focus. तर त्यो सबै पूर्ण हुनुमा चाहिँ हाम्रो ध्यान कतिको छ त्यसमा नै भर पर्छ। So
If you think about God taking the children of Israel out of the bondage of Egypt, यदि हामीले इजरायलीहरूलाई चाहिँ मिस्र देशको त्यो बन्धनबाट दासत्वबाट निकाल्दै ल्याएको कुराहरूलाई याद गर्यौँ भने he was taking them into the promised land. उहाँले भन्नुहुँदैछ म प्रतिज्ञाको देशमा तिमीहरूलाई लानेछु. Now, the promised land was a good land, right? त्यो प्रतिज्ञाको देश चाहिँ एकदमै असल देश थियो हैन त? He said it was a land flowing with milk and honey. यसले के भन्छ, वचनले के भन्छ भन्दाखेरि चाहिँ प्रतिज्ञाको देश चाहिँ दूध अनि मह बग्ने देश हो. And this began with God speaking to them of what he desired to do. हामी यसरी सुरु गरौँ. परमेश्वरले त्यहाँनेरि इजरायलीहरूलाई चाहिँ के गर्नु चाहनुहुँदैछ त्यो चाहिँ उहाँले बोल्नु हुँदैछ भन्ने कुराहरू बुझेर. So they had a land flowing with milk and honey. अब तिनीहरूको लागि चाहिँ के तयार छ भन्दाखेरि दुध र मह बग्ने ठाउँ जग्गा जमिन तयारी छ. But then they also said there's giants in the land. अनि त्यहाँनेरि तिनीहरूले के पनि भन्यो भन्दाखेरि त्यो देशमा चाहिँ ठुला ठुला दैत्यहरू पनि छन्. Okay, now this goes back again to our focus. र अब यो फेरि पनि त्यहाँनेरि पुग्छ जहाँनेरि चाहिँ हाम्रो ध्यानको आवश्यकता पर्छ. Because what you focus on will determine the result. किनभने जुन कुरामा तपाईले ध्यान दिनुहुन्छ त्यसकै नै नतिजा पनि पाउनुहुन्छ. And sadly, out of the 12 spies, only 2 of them focused on what God said. दुःख लाग्दो कुरा चाहिँ के थियो भन्दाखेरि 12 जना जासुसहरू गएकोमा खाली 2 जनाले मात्रै सकारात्मक कुराहरू गरे. Only 2 of them focused on the goodness of the land. परमेश्वरले दिएको त्यो असल जमिनको असलता चाहिँ त्यो 2 जना व्यक्तिहरूले मात्रै देखे. The others focused on the giants of the land. तर बाँकी 10 जनाले चाहिँ त्यहाँ भएको त्यो जमिनमा भएको दैत्यमा मात्रै ध्यान गरे. Okay, so we want to press in to God perfecting promises in our lives. हामी चाहिँ परमेश्वरले हामीलाई सिद्ध बनाउने प्रतिज्ञामा चाहिँ आफैलाई ढेकाल्न चाहन्छौँ. And one of the main factors is our focus. र त्यो सिद्धतामा हामीलाई पुर्याउने चाहिँ त्यो कुरा मात्रै हो जुन कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ. Okay, right? Because when you walk, you're going where your eyes are looking. तपाईँ किनभने धेरैचोटि के हुन्छ भन्दाखेरि तपाईँ हिँड्दै गर्दाखेरि तपाईँले जुन ठाउँमा आँखा लाउनु भएको छ त्यही नै तपाईँ हिँड्नुहुन्छ. Where you are focused. जहाँनेरि तपाईँले ध्यान दिनुहुँदैछ. You don't walk backwards very often. तपाईँ धेरैचोटि पछाडि सर्नु सक्नु हिँड्नु सक्नुहुन्न, धेरैचोटि हिँड्नुहुन्न पनि. And if you look this way and walk this way enough, you might run into the wall. यदि तपाईले यता हेर्दै यतातिर हिँड्नु भयो भने चाहिँ तपाईँ भित्तामा ठोकिनु चाहिँ पुग्नु नै हुन्छ. Why? The focus of your look affects the direction that you go. तपाईले जहाँनेरि चाहिँ हेर्दै हुनुहुन्छ, जहाँनेरि तपाईले ध्यान दिएर हिँड्नु हुँदैछ त्यो कुराले चाहिँ तपाईको दिशा निर्देशन गर्छ. And so many times the children of Israel are saying it's better for us in Egypt, it's better for us in Egypt. धेरैचोटि इजरायलीहरूले चाहिँ के भन्दै थियो भन्दाखेरि हाम्रो लागि चाहिँ मिस्र देशै ठीक थियो, मिस्र देशै ठीक थियो भनेर भनिराखेको थिए. They had the wrong focus. तिनीहरूको जुन ध्यान चाहिँ थियो त्यो गलत ध्यान थियो. They were looking back. उनीहरूले पछि हेरिराखेको थियो. But God was trying to take them forward. परमेश्वरले अगाडि लानु चाहनु भइराखेको थियो. And you can't look back and go forward at the same time. तपाईले पछि हेर्दै पनि छ तर अगाडि पनि जानु चाहनुहुन्छ, तपाईँ अगाडि जानु सक्नुहुन्न. And so God was always trying to reprogram them with the vision that he had for them. परमेश्वरको जुन दर्शन थियो उनीहरुप्रति उहाँले जहिले पनि त्यो व्यक्तिहरुलाई आफ्नो त्यो दर्शनमा ल्याउने कोसिस गरिराख्नु भएको थियो, प्रोग्राम गरिराख्नु भएको थियो. And so we always have a decision to make. Are we going to pay attention to what God said, or we're going to pay attention to something else? अब हाम्रो लागि धेरैचोटि चाहिँ के छ त भन्दाखेरि हामी आफैले निर्णय गर्ने पर्नु हुन्छ कि हामीले चाहिँ परमेश्वरको वचनलाई ध्यान दिने कि पछि फर्किने. The scripture in Psalm 34 हामीले वचनलाई हेर्नु पर्दाखेरि भजन संग्रह 34 मा in verses 1 through 3, 1 2 3, one of the things he says here is, come and magnify the Lord with me. यहाँनेरि एउटा कुरा के भन्दछ भन्दाखेरि आओ अनि परमप्रभु परमेश्वरलाई उचालौं, उहाँलाई उचालौं, मसँग आउनुहोस् भनेर भन्दछ.
And I want to say it this way, come and magnify the word of the Lord with me. म यस्तो प्रकारले भन्नु चाहन्छु, आउनुहोस् र परमेश्वरको वचनलाई मसँग नै महान बनाउनुहोस्, उचाल्नुहोस्। Right? God and his word are one. परमेश्वर अनि उहाँको वचन चाहिँ एउटै छ। So we magnify God by magnifying his word. हामी जब उहाँको वचनलाई चाहिँ ठुलो बनाउँछौँ, हामी परमेश्वरलाई नै महान बनाउँछौँ। But too often what we magnify is the circumstances. धेरैचोटि हामी चाहिँ के गर्छौँ त भन्दाखेरि चाहिँ परिस्थिति र स्थितिलाई चाहिँ ठुलो बनाइ पठाउँछौँ। So they magnified the giants of the land. ती इजरायलीहरूले के गर्यो भन्दाखेरि कनान देशमा भएको दैतीहरूलाई चाहिँ ठुलो बनाइ पठाए। But the giants of the land didn't keep them out. They kept themselves out. त्यो दैतीहरूले चाहिँ उनीहरूलाई बाहिर राखेको होइन, तर उनीहरू आफैलाई चाहिँ उनीहरूले त्यहाँबाट चाहिँ अलग गरे भन्ने कुरा। It wasn't the giants that kept them out, they kept themselves out. त्यो दैतीहरूले उनीहरूलाई भित्री आउनै नदिएको, त्यो देशमा आउनै नदिएको छ होइन, तर इजरायलीहरू आफैले बाहिर राखेको चाहिँ हो। Because of their focus. त्यो चाहिँ उनीहरूको ध्यानको कारणले गर्दा। They focused on the giants rather than on what God said. परमेश्वरले भनेको कुरा सुन्नु भन्दा पनि त्यो दैत्यमाथि आँखा उनीहरूले लगाए, उनीहरूले त्यसमा नै ध्यान दिए। Now the psalmist in Psalm 34 later says, I sought the Lord and he heard me and delivered me from all my fears. अब यो भजन संग्रहको 34 को अन्तमा के भन्छ भन्दाखेरि चाहिँ मैले परमेश्वरलाई खोजेँ अनि उहाँले मलाई छुटकारा दिनुभयो। When you magnify the Lord, your fears become small. जब तपाईले आफ्नो परमेश्वरलाई चाहिँ उचाल्नुहुन्छ अनि उहाँलाई ठुलो बनाउनुहुन्छ, त्यति बेला तपाईको समस्याहरू चाहिँ सानो बनेर जान्छ। But if you magnify your fears become big. जब तपाईले आफ्नो डरलाई चाहिँ ठुलो बनाउनुहुन्छ भने त्यति बेला चाहिँ समस्या हुन्छ। Right? हो कि हैन भन्नुस् त? So what are you magnifying in your life? Are you magnifying the Lord and his word? आजको दिनमा आफ्नो जीवनमा तपाईले के कुरालाई चाहिँ ठुलो बनाउनु हुँदैछ? तपाईले आफ्नो परमेश्वरको वचनलाई ठुलो बनाउनुहुन्छ Or you're magnifying the giants in your fears? कि नभए तपाईको जीवनमा भएको डरको त्यो ठुलो दैत्यहरूलाई चाहिँ ठुलो बनाउनु हुँदैछ? Are we magnifying the hurt in our lives or are we magnifying the healing of God in our lives? के हाम्रो जीवनमा भएको चोटहरूलाई हामी ठुलो बनाउँदै छौं कि परमेश्वरको त्यो प्रतिज्ञालाई ठुलो बनाउँदै छौं? Are we magnifying our lack or we're magnifying God's prosperity? के हामीले आफ्नो जीवनलाई चाहिँ ठुलो बनाउँदै छौं कि हाम्रो घटी र कमीलाई ठुलो बनाउँदै छौं कि परमेश्वरले दिनु भएको प्रशस्ततालाई ठुलो बनाउँदै छौं? Are we magnifying the offense or we're magnifying his forgiveness? के हामीमा भएको दोषलाई ठुलो बनाउँदै छौं कि उहाँले हामीलाई दिनु भएको क्षमालाई चाहिँ ठुलो बनाउँदै छौं? But what you're magnifying depends largely on what you're focused on. जे पनि तपाईले ध्यान दिनुहुन्छ, ठुलो बनाउनुहुन्छ, त्यही कुरामा चाहिँ तपाईले ध्यान दिनुहुन्छ। I want to give one illustration that highlights the importance of focus. तपाईलाई म एउटा यस्तो खालको उदाहरण दिन चाहन्छु जसले चाहिँ हाम्रो ध्यानलाई एकदमै छर्लङ्गै बनाउँदछ। And this is found in Numbers chapter 21. गन्तीको 21 मा हामी पाउँछौं। Now, in Numbers chapter 21, the children of Israel become discouraged because of the way. They become discouraged because of the way. यहाँ गन्तीको 21 मा हामी के पाउँछौं भन्दाखेरि इजरायलीहरु चाहिँ एकदमै उनीहरु निरुत्साहित भए कारण उनीहरुको त्यो सोचाइको कारणले गर्दाखेरि, हिँडाइको कारणले गर्दाखेरि, And in their discouragement they begin to speak against the Lord and against Moses. उनीहरु त्यो निरुत्साहित भएर चाहिँ परमेश्वरको विरुद्धमा उनीहरुले बोल्न थाले अनि मूसाको विरुद्धमा बोले। And then the Lord sends fiery serpents into the camp. अनि परमेश्वरले चाहिँ त्यहाँ इजरायलीहरु बसेको क्याम्पमा डरलाग्दो ज्वालामय सर्पहरु पठाउनु भयो। And the people get bit by serpents and start to die. अनि जसलाई पनि त्यो सर्पले टोके तिनीहरु मर्न थाले। But then the Lord instructs Moses what to do.
अब परमेश्वरले मोसालाई निर्देशन दिनुहुन्छ के गर्नुपर्ने हो त भनेर। Right? He makes a brass serpent and puts it on a pole. उहाँले एउटा पित्तलको सर्प बनाएर चाहिँ खडा गर्नु भनेर भन्नुहुन्छ। And then he instructs them that if they're bit, to look at the serpent on the pole. उहाँले यो निर्देशन दिनुहुन्छ जब जब मान्छेलाई चाहिँ त्यो सर्पले टोक्छ त्यो सर्पले टोकेको मान्छेले चाहिँ त्यो खामोमा जहाँनिर सर्प झुन्ड्याछ त्यसमा हेरोस्। And if they did that, they would get healed. अनि जसले त्यो गर्छ उनीहरू चाहिँ निको हुनेछ। But it wasn't like a casual look. तर त्यो चाहिँ एउटा सधैँ हेरिराख्ने खालको कुरा थिएनन्। Right? It was meant to be a stare. त्यो चाहिँ झलक्क मात्रै हेर्ने होइन तर हेरिराख्नु भन्ने कुराहरू। They were supposed to stare at the serpent on the pole. उनीहरूले चाहिँ त्यो खामोमा राखिएको त्यो पित्तलको सर्पलाई चाहिँ हेरिराख्नु पर्थ्यो। It required focus and concentration. त्यसले चाहिँ हामीले के बताउँछ भन्दाखेरि चाहिँ त्यसमा ध्यान दिनु जरुरी थियो। And as they stared at the serpent on the pole, they would get healed. जब जब तिनीहरूले त्यो खामोमा भएको सर्पलाई हेरिराखे उनीहरूले चङ्गाई पाए, निको भयो उनीहरू। And this is the same thing. It requires our focus and concentration to look at what God has said. त्यसरी नै हामीलाई परमेश्वरले जे पनि भन्नुहुँदैछ त्यसमा ध्यान दिनु जरुरी छ, हेरिराख्नु जरुरी छ। To fix our gaze upon him. हाम्रा हरेक कुराहरू उहाँले गर्नुभएको कुराहरू हाम्रो जीवनमा पुरा गर्नको लागि अनि हामी आफैलाई फिक्स गर्नको लागि। Because we are transformed into what we behold. किनभने हामी त्यसमा नै परिवर्तन हुन्छौँ जुन कुरा चाहिँ हामी हेरिराख्छौँ। And it tells us this in 2 Corinthians. यो हामीलाई दोस्रो कोरिन्थीले भन्छ। And so in 2 Corinthians chapter 3 दोस्रो कोरिन्थी 3 अध्याय and verse 18, 18 मा he says, "But we all with open face beholding as in a glass the glory of the Lord are changed into the same image from glory to glory, even as by the Spirit of the Lord." यहाँ यसरी भन्छ हामी सबै घुम्टो हटाएको मोहरले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदलिँदै जान्छौँ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। So as we behold God's image, we become transformed into that image. हामी जब हेरिराख्छौँ त्यो कुराहरू हेर्छौँ त्यति बेला चाहिँ हाम्रो जीवन परिवर्तन भएर परमेश्वरको जुन एउटा रूप छ त्यो तर्फ जान्छौँ हामी। As we behold the serpent on the pole, जब त्यो खामामा भएको सर्पलाई हेरिराख्छौँ which was a type of Christ's redemption, त्यसले चाहिँ के झल्काउँछ भन्दाखेरि येशू ख्रीष्टको उद्धारलाई झल्काउँदछ। we begin to experience the benefits of his redemption. अनि उहाँको त्यो जुन उद्धारको एउटा बेनिफिट छ नि त्यसको महत्त्व चाहिँ हाम्रो जीवनमा पाउँछ। Because as we focus, we begin to experience that. किनभने जब हामी ध्यान दिन्छौँ त्यति बेला चाहिँ त्यो कुराहरूलाई अनुभव गर्न थाल्छौँ। And he also tells us this in 2 Corinthians chapter 4 verse 18. अनि उहाँले यो दोस्रो कोरिन्थी 3 को 18 मा भन्दछ। 2 Corinthians 4:18. दोस्रो कोरिन्थी 4 को 18। He says, "While we look not at the things which are seen, but the things which are not seen, for the things which are seen are temporal, but the things which are not seen are eternal." यहाँ लेखकले भन्दछ हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौँ किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहिरहन्छ। So we set our vision or our focus on the things that God has for us. हामीलाई परमेश्वरले दिनुभएको जुन पनि कुरा छ त्यसमा यदि हामीले आफ्नो आँखा लगाउँछौँ ध्यान दिन्छौँ भने And the circumstances that come to distract us, we have to push aside. अनि जे पनि स्थिति अनि परिस्थिति आउँछ हामीलाई चाहिँ त्यहाँबाट भङ्ग गर्नको लागि त्योलाई चाहिँ हामीले साइड लगाउनु पर्दछ। They cannot consume our focus. तिनीहरूले चाहिँ हाम्रो त्यो ध्यानलाई चाहिँ
भस्म गर्न सक्दैन। Now, that doesn't necessarily mean we ignore them, त्यसको मतलब यो होइन कि हामीले त्यसलाई टोटली इग्नोर गर्नु भनेर, but we don't become consumed by them. तर त्यसले चाहिँ हामीलाई भस्म गर्नु भएन। Why? Our consuming passion has to be God's word. जति पनि पहिलाको दिनमा त्यो कुराहरूले हामीलाई भस्म गरेको थियो भने आज परमेश्वरको वचनले चाहिँ हामीलाई पुर्नु पर्दछ। It has to be God's vision. परमेश्वरको त्यो जुन भिजन छ त्यो हुनुपर्छ हाम्रो जीवनमा। Amen. आमेन। So we want to press into God's purpose. अब हामी परमेश्वरको उद्देश्यतर्फ ढकेल्दा छौँ आफैलाई। And we press into God's purpose by number 1, hearing His word. पहिलो कुरा चाहिँ हामीले के हेर्यौँ भन्दाखेरि चाहिँ उहाँको वचनलाई सुनेर, Taking the time to find out what is God saying to me. परमेश्वरले मलाई के भन्नुहुँदैछ त्यो कुराहरू पाउनको लागि समय लिएर। But then number 2, we have to attend to that by giving our focus. र दोस्रो कुरा चाहिँ के थियो भन्दाखेरि चाहिँ हामीले त्यो कुरा चाहिँ त्यो कुरामा ध्यान दिएर प्राप्त गर्नुपर्छ भन्ने कुराहरू। And as we focus on it, what will we do? We will be running in connection with it. र जब हामी त्यसमा ध्यान दिन्छौँ त्यतिबेला चाहिँ त्यो कुराहरूमा नै चाहिँ एकदमै जोडिन्छौँ। Amen. आमेन। Give your focus to His word. उहाँको वचनमा ध्यान दिनु होला, And His word will exalt you. अनि उहाँको वचनले तपाईँलाई उठाउनेछ, His word will lift you up. उहाँको वचनले तपाईँलाई उचाल्नेछ, His word will heal your body. उहाँको वचनले तपाईँको शरीरलाई निको पार्नेछ, His word will provide for your needs. उहाँको वचनले चाहिँ तपाईँको आवश्यकताहरू पुरा गर्नुहुन्छ। And as you attend to His word, you'll experience victory after victory. तपाईँले जब परमेश्वरको वचनमा ध्यान दिनुहुन्छ तपाईँले विजयमाथि विजय प्राप्त गर्नुहुनेछ। Because though everything else can fail, God's word will never fail. किनभने सबै कुरा चाहिँ चुक्नु सक्छ तर परमेश्वरको वचन कहिले पनि चुक्दैन। And it will always see you through to victory. अनि त्यो चाहिँ सबै कुराहरू चाहिँ हामी विजयमा देख्न सक्छौँ। And so I want to encourage you today to press into what God has for you. र आजको दिनमा म यो तपाईँहरूलाई भन्नु चाहन्छु कि परमेश्वरसँग चाहिँ तपाईँको निम्ति जे छ त्यसमा आफैलाई ढकेल्नुहोस्। Listen to what God is saying. परमेश्वरको वचनले परमेश्वरले के भन्नुहुँदैछ सुन्नु होला। But then he that has ears to hear, let him hear. Let him attend. Let him hear. He that has ears to hear, let him hear. उहाँले सुनोस्। Amen. आमेन।